नमस्कार, मेरो नाम चाहिँ सरिता सुब्बा अनि मलाई चाहिँ कति प्रायजना मान्छेहरूले चाहिँ मुनु भनेर पनि चिन्नुहुन्छ। सो मलाई चाहिँ आज सोशल मिडियामा यसरी कहिले आएर बोलेको थिइनँ। दिस इज माई फर्स्ट टाइम। सो मलाई चाहिँ आज एउटा दुईवटा कुराहरू क्लियर गर्न मन लागेर आएको हो। सो तपाईँहरूलाई कतिजनाले अलरेडी के कुराहरू सुनिसक्नु भएको छ, देखिसक्नु भएको छ है। सो कति कुराहरू एक दुईवटा कुराहरू चाहिँ क्लियर भएको थिएन, त्यही भएर म त्यसलाई चाहिँ क्लियर गर्न आएको छु। सो फर्स्ट कुरा के हो भने त्यो वुमनलाई थाहा थियो होइन, हामी म्यारिड हो अनि हाम्रो बच्चा छ भनेर थाहा थियो। उनीहरूको त्यो थाइल्यान्डमा म्युजिक भिडियो सुटिङ हुँदाखेरि है थाहा थियो। अनि थाहा भए पनि मेरो एक्स र त्यो वुमन चाहिँ मैले चिट गरेको भेटाए पछाडि अनि मैले मेरो एक्सलाई पनि सोधेँ अनि एक्सले पनि त्यो सुटिङ सकेर म्युजिक भिडियो सकेर आएर हो भनेर कन्फर्म गर्यो है, हामीले बेड सेयर गरेकै हो भनेर कन्फर्म गरे पछाडि चाहिँ हामी सेपरेट भएको हो है। अनि हामी यसरी सेपरेट भएको इट्स बिन लाइक मोर देन इयर भइसकेको छ। सो त्यही हो, मेरो चाहिँ त्यही क्लियर गर्नु थियो। अनि प्लिज तपाईँहरूलाई राम्रो डिटेल कुराहरू थाहा नभइकन होइन, अब तपाईँहरूलाई त्यो कन्टेन्ट क्रिएट गर्नको लागि जे पाए त्यही होइन कुराहरू चाहिँ नहालिदिनु होला सोसल मिडियामा। इट्स गन एफेक्ट माई लाइफ एन्ड माई बेबी लाइफ है। सो म चाहिँ अलरेडी मुभ अन भइसकेको छु विथ माई बेबी होइन। सो मेरो आफ्नै लाइफ छ। सो आई डोन्ट वान्ट एनिथिङ मेक अस ट्रबल होइन। त्यही भएर जति सक्दो हुन्छ तपाईँहरूले गलत के हो सही के हो त्यो राम्ररी बुझेर हालिदिनुहोस्। अनि अर्को कुरा भनेको जति यो सोसल मिडियामा मान्छेहरूले एकाउन्ट खोलेर हालिदिनु भएको छ नि त्यो पोस्टहरू, मैले फेक एकाउन्टहरू कुनै पनि चलाएको छैन होइन। इफ आई हेभ टु से समथिङ आई विल कम थ्रु माई ओन आइडी। म आफ्नै आइडीबाट मलाई केही कुरा राख्न मन लाग्छ भने आई विल कम थ्रु माई ओन आइडी। म कुनै फेक आइडी बनाएर त्यसरी म पेस हुन चाहिँ चाहन्न। सो इफ आई हेभ टु कम आई विल कम फ्रम माई ओन आइडी होइन। इन फर्दर इफ समथिङ ह्यापन, अब त्यसरी मैले केही कुराहरू लिएर आउनु नै पऱ्यो भने होइन, मैले गर्नु नै पऱ्यो भने म मेरै आइडीबाट गर्छु। किनभने मैले कुनै कुराहरू गलत कुराहरू राख्ने होइन, मेरो तर्फबाट के हो ट्रुथ त्यो राख्ने हो। सो आई डोन्ट ह्याभ टु युज फेक आइडी जस्तो लाग्छ। सो त्यही हो, प्लिज अब तपाईँहरूलाई जानकारी बिना चाहिँ केही नराम्रो कुराहरू पोस्ट नगरिदिनु होला।